अब लागौं महसँग के खान मिल्छ भन्ने कुराहरूमा। नम्बर 1, अदुवाको रसमा मह मिसाएर खानाले खोकी सन्चो हुन्छ। नम्बर 2, पाकेको आँपको रसमा मह मिसाएर खानाले जन्डिसको रोगीलाई लाभदायी हुन्छ। नम्बर 3, तपाईलाई भोमिट भयो भने पुदिनाको रसमा मह मिसाएर खाई लाभकारी हुन्छ। नम्बर 4, यदि तपाईको छाला सुक्खा छ भने महमा दुधको तर र बेसन मिसाएर लगाउनाले फाइदा हुन्छ। नम्बर 5, 1 गिलास दुधमा मह मिसाएर राति पिउनाले दुब्लोपन हटेर शरीर हृष्टपुष्ट बलियो बन्छ। नम्बर 6, मह नित्य सेवनले नील, आमाशय र आँतलाई बल प्रदान गर्छ। नम्बर 7, प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ, साथै आँतमा जमेको विजातीय द्रव्यहरू हटाउन मद्दत गर्छ। नम्बर 8, हृदयको धमनीको लागि मह बडो शक्तिवर्धक हुन्छ। सुत्ने बेला मह र कागतीको रस मिसाएर 1 गिलास पानी पिउनाले कमजोर हृदयमा शक्तिको सञ्चार हुन्छ। नम्बर 9, पेटको सानो सानो घाउ र सुरुवातको स्थितिको अल्सरमा महलाई दुधको साथमा पिउनाले ठिक हुन सक्छ। नम्बर 10, सुक्खा खोकीमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ। नम्बर 11, महले मांसपेशीहरू बलवती हुन्छ। नम्बर 12, बढेको रक्तचापमा महको सेवन लसुनको साथ गर्नु लाभप्रदक हुन्छ। नम्बर 13, अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास प्रश्वासका समस्या भएकाहरूलाई फाइदा हुन्छ र बाडुल्की पनि बन्द हुन्छ। नम्बर 14, सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर 2 चम्चा मह फिटेर तयार गरेर छालामा दल्नाले फाइदा मिल्छ। नम्बर 15, कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा 1 चम्चा मह हालेर खानाले लाभ हुन्छ। नम्बर 16, अम्बा र अंगुर जस्ता अमिलो फलको साथ मह खानु अमृत समान हुन्छ। नम्बर 17, मोटोपना नियन्त्रण गर्न मनतातो दुधमा 1 चम्चा मह घोलेर नियमित खाँदा मोटोपना नियन्त्रण गर्न सकिन्छ।